भनौँ 8वटा विषयवस्तु बनाएर गोला बनाएर हामीले राखेका थियौँ। गोला प्रथा अनुसार उहाँले 6 नम्बरको गोला तान्नु भएको छ। अलिकति शिक्षासँग सम्बन्धित ठाउँको हिसाबले सम्झिनुहोस्, यही वीरेन्द्र क्याम्पस एउटै शिक्षालयमा भर्ना हुन आउँदाखेरि कक्षा कोठामा भेट हुन्छ तपाईहरुको र भेट भएपछि सुरुवातीको परिचय यही क्याम्पसमा पहिलो भेट र तपाईहरुको सुरुवातको परिचय सँगसँगै तपाईले विषयवस्तु कसरी अगाडि बढाउनुहुन्छ। हामीले धेरै विषयवस्तुमा बाँध्दाखेरि पनि तपाईलाई कस्दाखेरि पनि तपाईहरु बढी सचेत हुन खोज्दाखेरि गीत त्यति नफुकेको हो कि भन्ने महसुस गरेर तपाईहरुलाई पहिलोचोटि भेट भएको छ। तपाईले पहिलोचोटि भेट भएको छ क्याम्पसमा र तपाईहरु कसरी अगाडि बढ्नुहुन्छ तपाईलाई अलिकति खुला छ। तपाईले के गर्नुहुन्छ, नाम सोध्नुहुन्छ, परिचय गर्नुहुन्छ अथवा के गर्नुहुन्छ। सामान्यतया पहिलोचोटि भेट्दा के गरिन्छ त्यही तपाईहरुले गर्नुस्। भेटेको कलेजमा हो, विद्यार्थी हो, भेटेको कलेजमा हो, पहिलोचोटि भेटेको हो, कसरी अगाडि बढ्नुहुन्छ 10 टुक्कामा परिचय गर्ने भए परिचय गर्ने अथवा आफ्ना कुराहरू कसरी राख्ने 10 टुक्का भित्र अत्यन्त उत्कृष्ट बनाउने गरी आज यहाँ आएका दर्शक महानुभावलाई साँच्चैको रनिङशील अत्यन्त उत्कृष्ट भयो भन्ने बनाउनको लागि तपाईहरुले मैले यो किन अलिकति छोटकरीमा विषय दिए भने धेरै बाँध्दाखेरि त्यो विषयवस्तु छुट्छ कि हारिन्छ कि भनेर तपाईहरु बढी बाँधिनु भयो। त्यसैले भेटघाट मात्रै हामीले कलेजमा गर्यौं। कलेजको परिसरभित्र के हुन्छ, तपाईहरु कुन मर्यादामा रहेर परिचय गर्नुहुन्छ र कसरी अगाडि बढ्नुहुन्छ तपाईहरुको जिम्मा। धन्यवाद। धन्यवाद छ। निकै राम्रो उत्कृष्ट विषय परेको छ। अब हामी क्याम्पसकै प्राङ्गणमा छौं। अब यो क्याम्पसको प्राङ्गणमा उहाँहरु अध्ययन गर्न कुनै पनि क्याम्पसमा पहिलोचोटि भेटिएको छ। अब पो रमाइलो हुनेवाला छ। अब यहाँ जे पनि भन्न मिल्ने, आफ्नो कुरा गर्न मिल्ने निर्णायक मण्डलले भन्नुभएको छ। हजुरहरूले बुझ्नु भएको छ। भाका के पर्यो होला, भाका रमाइलो गरौँ। सकेसम्म यहाँ प्रिय दर्शक महानुभावहरूले अलिक काठ क्षेत्रतिरका केही भाकाहरू सुनाइदिनुहोस् न भन्नुभएको छ। हो साँच्चै हो भने एकचोटि जोरदार ताली बजाउनुहोस् त। हामीले काठ क्षेत्रतिरका केही भाकाहरू सुन्न पाए यत्रो राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा हामीलाई मजा हुने थियो, रमाइलो हुन्थ्यो भन्नुभएको छ। यदि धेरै कलाकार साथीहरू हुनुहुन्छ तसर्थ मिल्छ भने केही काठ भाकाहरू पनि प्लिज प्रस्तुत गरौँ। किनभने सबै हाम्रा प्रिय दर्शक महानुभावहरू सबै भाकामा नाच्न चाहनुहुन्छ, रमाइलो गर्न चाहनुहुन्छ है। त्यस कारणले अब भाका हजुरहरूले छिटो गरौँ। अब यहाँहरुबाट जो विजय प्राप्त गर्नेछ त्यो विजय प्राप्त गर्ने टिमले दोहोरी गीत प्रतिष्ठान बागलुङसँग प्रथमको लागि भिन्नेछ। जो आफूलाई उपविजेता बनाउँछ त्यो चाहिँ तृतीय स्थानको लागि भिन्ने छ। अब यहाँ 3 खेल बाँकी छ। प्रमुख अतिथि आमन्त्रित हामीले आमन्त्रण गरेका व्यक्तित्व आउँदै हुनुहुन्छ, विशिष्ट महानुभावहरू आउँदै हुनुहुन्छ। समापन सत्र आजै सम्पन्न गर्ने हो। फाइनल अहिले हुँदैछ। प्रकाश सपुत लगायत थुप्रै स्टेजमा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पुरै कलाकारहरू स्टेजमा देख्नु भएको छ। यहाँ कुनै पनि कमी हुने छैन। तपाईले चाहेको सुन्न पाउनु हुनेछ। यो अवसर हो, टिकट लाग्दैन। निशुल्क रूपमा तपाईले हामीलाई साथ दिनु भएको छ। तपाईहरुको साथ दोहोरी गीत प्रतिष्ठान नेपाल कहिल्यै बिर्सने छैन। हाम्रो आदरणीय अध्यक्षज्यू रिता थापा मगरज्यू साँच्चै कस्तो हुने हो रनिङशील 8औं भनेर चिन्ता गर्नुभएको थियो। म यो कार्यक्रमको संयोजकको हिसाबले मलाई पनि चिन्ता लागेको थियो। सम्पूर्ण केन्द्रीय कमिटीलाई चिन्ता थियो। तपाईहरुको उपस्थितिले साँच्चै हाम्रो मन भरिलो बनाइदिनु भएको छ, हामीलाई दरिलो बनाइदिनु भएको छ। तसर्थ तपाईहरुलाई धन्य छ। एकचोटि आफ्नै नाउँमा जोरदार ताली बजाइदिनु होला। धन्य छ चितवन, जय चितवन। तपाईहरुको कारणले हामी सफल भइसक्न लागेका छौं। तपाईहरुको उपस्थितिले यो कार्यक्रम भव्य बनेको छ, सफल बनेको छ। चितवनवासीलाई धेरै धेरै धन्यवाद छ। आदरणीय अध्यक्षज्यू खुसीले गदगद हुनुहुन्छ। अब भने भाका तय भयो। वनमा काँडा छ तिमी उता म यता ज्यान त टाढा छ। ए वनमा खैर हो,
वनमा खएर भन्ने बोलको गीतमा गाउँदै हुनुहुन्छ। गीतका सर्जक र स्रष्टाहरूप्रति उच्च सम्मान छ। अब भने सूर्य खड्काज्यू, रमेश परियारज्यू यहाँहरूको सृजना हो। तसर्थ सूर्य खड्काज्यू अहिले जापान हुनुहुन्छ। रमेश परियारज्यू यतै आउनु भएको छ। स्रष्टाहरूलाई धेरै धेरै धन्यवाद छ। अब निर्णायक मण्डलको घोषणा गरिदिनु हुन श्रद्धेय अध्यक्ष रीता थापा मगरज्यूलाई हार्दिक अनुरोध गर्दछु। पोडियममा धेरै धेरै धन्यवाद। कार्यक्रम सञ्चालक आदरणीय जीवन दाहालज्यूलाई, संस्थाका महासचिव आदरणीय शिव हमालज्यू कहाँ हुनुहुन्छ हजुर? मञ्चको देब्रेपट्टि साइडमा एकैछिन आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। र यो खेलको लागि जुरी निर्णायकको रूपमा आदरणीय प्रजापति पराजुलीज्यू, विशिष्ट निर्णायकको रूपमा आदरणीय चन्द्र शर्माज्यू, निर्णायकको रूपमा आदरणीय पार्वती जीसीज्यू, निर्णायकको रूपमा आदरणीय रविन लामिछानेज्यू र सहयोगी निर्णायकको रूपमा आदरणीय भरत बराकोटीज्यूलाई यो निर्णायकको भूमिका निभाइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। र साँझ पर्दैछ। अब यो चर्को घाम लाग्दाखेरिको वातावरण र यो घाम डुबिसक्दाखेरिको यो जुन वातावरण छ, आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको उपस्थितिले हामी एकदमै हर्षित छौँ। अब वातावरण अझै परिवर्तन हुनुपर्छ, रमणीय हुनुपर्छ। त्यसले गर्दाखेरिमा अघि धेरै बाँधिएर गाउनुभयो प्रतियोगी साथीहरूले, अलिक खुलेर गाउनुहोस्, केही छैन जिन्दगी, खुसी भएर शुभकामना छ है। धन्यवाद, नमस्कार। धन्यवाद छ आदरणीय अध्यक्षज्यूलाई। अब भने वनको खएर स्रष्टा सर्जकहरूलाई फेरि पनि धन्यवाद व्यक्त गर्दै यो गीत प्रस्तुत गर्दै हुनुहुन्छ। मलाई आदरणीय क्यामेराम्यानहरूले भनिरहनु भएको छ, प्राविधिक मित्रहरूले भनिरहनु भएको छ, त्योभन्दा बढी पछाडि बस्नुहुने आदरणीय दर्शक महानुभावहरूले भन्नुभएको छ, हजुरहरू यहाँबाट अलिकति बसिदिनु भयो भने निकै सहज हुने थियो। तपाईँहरू अत्यन्तै बुझ्ने बुझक हुनुहुन्छ। तपाईँहरू शिक्षित वर्गको आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ। प्लिज हजुरहरू बसेर आफूभन्दा पछाडिकोलाई सोच्नुहोस्, तपाईँको भन्दा होच हाइटको पर्यो भने कस्तो गाह्रो हुन्छ। यति मात्रै कल्पना गर्नुहोस् कि ऊ उठ्न सक्दैन, उसलाई कति मर्का परेको छ, यति बुझ्नुहोस्। प्लिज बसौँ, यहाँ गाह्रो छ, धुलो छ, टकटकाउँदा अप्ठ्यारो हुँदैन। यहाँ बसेर सहयोग गर्नुको लागि अनुरोध गर्छु। अहिले भने गीत उठान गरिदिनुको निम्ति म देउरगीत प्रतिष्ठान चितवनका पुरुष कलाकार राजु लामिछानेज्यूलाई हार्दिक अनुरोध गर्छु भने यसको जवाब दिनको लागि देउरगीत प्रतिष्ठान म्याग्दीका महिला कलाकार सपना रोकाज्यूलाई हार्दिक अनुरोध गर्दछु। अब टुक्का ददस छ, विषय बुझ्नु भएको छ। वाद्यवादन मित्रहरू गीत सुरु गरौँ। प्राविधिक मित्र, क्यामेराम्यान साथीहरू एकचोटि जोरदार तालीले शुभकामना व्यक्त गरौँ। स्वीकार्नुहोस् वनको खएर। भर्ना हुन ल्याएको छु पहिलो साथी सपना पाएको छु नसोध मलाई कालाउँछ माया मनमा छैन हुन ल्याएको छु पहिलो साथी सपना पाएको छु मनमा छैन नसोध मलाई कालाउँछ माया मनमा छैन हुन ल्याएको छु पहिलो साथी सपना पाएको छु मनमा छैन नसोध मलाई कालाउँछ माया मनमा छैन पहिलो भेट त राजुसँग भएको हो ठुलै सपना बोकेर
चितवन झरी छौ कुन विषय पढ्ने सोच गरी छौ मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा छैर चितवन झरी छौ कुन विषय पढ्ने सोच गरी छौ मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा छैर चितवन झरी छौ कुन विषय पढ्ने सोच गरी छौ मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा छैर नसोध मलाई कालाउँछ माया मनमा छैर हे देशमै केही काम गर्ने सोच भो मेरो तिम्रो के हो नेपाली हो मेरो मनमा गएर नसोधा मलाई कालाउँछ माया मनमा गएर गर्ने सोच भो मेरो तिम्रो के हो नेपाली हो मेरो मनमा गएर नसोधा मलाई कालाउँछ माया मनमा गएर गर्ने सोच भो मेरो तिम्रो के हो नेपाली हो मेरो मनमा गएर नसोधा मलाई कालाउँछ माया मनमा गएर नसोधा मलाई कालाउँछ माया मनमा गएर हे धेरै खुसी लागो छ मन आज विषय नि एउटै भोजन आज मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा छैर भएको छ मन आज विषय नि एउटै भोजन आज मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा छैर भएको छ मन आज विषय नि एउटै भोजन आज मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा छैर नसोध मलाई कालाउँछ माया मनमा छैर हे असल मित्र बन्छौ कि झैलायो मलाई तिम्रो आँखा चाहिँ सैलायो मनमा गएर नसोधा मलाई कालाउँछ माया मनमा गएर भन्छौ कि झैलायो मलाई तिम्रो आँखा चाहिँ सैलायो मनमा गएर नसोधा मलाई कालाउँछ माया मनमा गएर भन्छौ कि झैलायो मलाई तिम्रो आँखा चाहिँ सैलायो मनमा गएर नसोधा मलाई कालाउँछ माया मनमा गएर नसोधा मलाई कालाउँछ माया मनमा गएर हे बयान गर्यो कुन्नी खै के रहेछ तिम्रो पनि नसालु हेरेछ मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा छैर कुन्नी खै के रहेछ तिम्रो पनि नसालु हेरेछ मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा छैर कुन्नी के रहेछ तिम्रो पनि नसालु हेरेछ मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा छैर
छ साथीको पक्ष छ भविष्यमा के भन्ने लक्ष्य छ मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर साथीको लक्ष्य छ साथीको लक्ष्य छ भविष्यमा के भन्ने लक्ष्य छ मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर साथीको पक्ष छ साथीको पक्ष छ भविष्यमा के भन्ने लक्ष्य छ मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर तिम्रो विचार सुनाऊ के भन्नी हो सुनाऊ के भन्नी हो म पढाउने शिक्षिका भन्नी हो मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर सुनाऊ के भन्नी हो सुनाऊ के भन्नी हो म पढाउने शिक्षिका भन्नी हो मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर सुनाऊ के भन्नी हो सुनाऊ के भन्नी हो म पढाउने शिक्षिका भन्नी हो मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर हे साँच्चै अब मेरो मन छुनी भो मेरो मन छुनी भो उद्देश्य नि एउटै नै हुने भो मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर साँच्चै मन छुने भो साँच्चै मन छुने भो उद्देश्य नि एउटै नै हुने भो मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर छुने भो मेरो मन छुने भो उद्देश्य नि एउटै नै हुने भो मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर हेलो हे जित्नै छाया भन्दिन हार्नु छ भन्दिन हार्नु छ बाउको सपना साकार पार्नु छ मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर भन्दिन हार्नु छ भन्दिन हार्नु छ बाउको सपना साकार पार्नु छ मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर भन्दिन हार्नु छ भन्दिन हार्नु छ बाउको सपना साकार पार्नु छ मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर हे सँगै अघि बढौँला जे होला बढौँला जे होला लक्ष्य दिए नहुने के होला मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर बढौँला जे होला बढौँला जे होला लक्ष्य दिए नहुने के होला मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर बढौँला जे होला बढौँला जे होला दिए नहुने के होला मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर नसोध मलाई कालाउँछ माया मनमा गएर हे असल रहेछौ भेट हुन पायो भेट हुन पायो एको हो र नहेर लाज लाग्यो
साथी ठान्यौ होइन के गर्ने त होइन के गर्ने त देख्दिन म लजाउन पर्ने त भनमा गएर नसोधा मलाई गालाउँछ माया मनमा छैन होइन के गर्ने त होइन के गर्ने त देख्दिन म लजाउन पर्ने त भनमा गएर नसोधा मलाई गालाउँछ माया मनमा छैन सोधा मलाई गालाउँछ माया मनमा छैन नसोधा मलाई गालाउँछ माया मनमा छैन हे लाइरै हो कि लजाउँथ्यो नत्रको उमेर पनि छ 16-17को मनमा गएर नसोधा मलाई गालाउँछ माया मनमा छैन लजाउँथ्यो नत्रको उमेर पनि छ 16-17को मनमा गएर नसोधा मलाई गालाउँछ माया मनमा छैन लजाउँथ्यो नत्रको उमेर पनि छ 16-17को मनमा गएर नसोधा मलाई गालाउँछ माया मनमा छैन नसोधा मलाई गालाउँछ माया मनमा छैन हे फेरि भेट हुनु छ घुमेर तिम्रो पनि उस्तै हो मेरा घुममा गएर नसोधा मलाई गालाउँछ माया मनमा छैन हुनु छ घुमेर उस्तै हो मेरा घुममा गएर नसोधा मलाई गालाउँछ माया मनमा छैन हुनु छ घुमेर मेरो पनि उस्तै हो मेरा घुममा गएर नसोधा मलाई गालाउँछ माया मनमा छैन नसोधा मलाई गालाउँछ माया मनमा छैन हे अब त भेट हुन्छ हर दिन घन्टी बज्यो खान जमिन मनमा गएर नसोधा मलाई गालाउँछ माया मनमा छैन हुन्छ हर दिन घन्टी बज्यो खान जमिन मनमा गएर नसोधा मलाई गालाउँछ माया मनमा छैन हुन्छ हर दिन घन्टी बज्यो खान जमिन मनमा गएर नसोधा मलाई गालाउँछ माया मनमा छैन नसोधा मलाई गालाउँछ माया मनमा छैन हे भर्ना हुने कक्षाका थाहा छैन मेरो फेरि भर्ना नै भएको छैन मनमा गएर नसोध मलाई गालाउँछ माया मनमा छैन कक्षाका थाहा छैन मेरो फेरि भर्ना नै भएको छैन मनमा गएर नसोध मलाई गालाउँछ माया मनमा छैन कक्षाका थाहा छैन मेरो फेरि भर्ना नै भएको छैन मनमा गएर नसोध मलाई गालाउँछ माया मनमा छैन नसोध मलाई गालाउँछ माया मनमा छैन हे तिम्रो के भो अस्ति नै भो मेरो पढ्न आएकै पहिलो दिन हो मेरो मनमा गएर
नसोध मलाई कराउँछ माया मनमा छैन नसोध मलाई कराउँछ माया मनमा छैन नसोध मलाई कराउँछ माया मनमा छैन नसोध मलाई कालाक्ष माया मनमा छैन। एकचोटि जोरदार तालीले हार्दिक धन्यवाद व्यक्त गरौँ दौरगीत प्रतिष्ठान चितवनका पुरुष राजु लामिछानेज्यू र दौरगीत प्रतिष्ठान मेडीको महिला कलाकार सपना रोका बीचको गोहोरी हामी राख्यौँ। अब राष्ट्रिय लोकतन्त्र